यस ट्याब्लेटबाट हामीले अर्डर गर्छौं र हाम्रो खाना यस लाइनमा आउँछ। म यहाँ खाना मात्र नभएर यहाँको टेक्नोलोजी पनि देखाउन आएको हुँ। सर्भिसम्यानको काम रोबोटले गर्न लागिसके। खाना अर्डर गर्न जाँदैछु। मैले एउटा यो फ्याटी टुना पनि गर्छु। यो काँचो मासु हो। अनि त्यसै गरी हामीले अर्डर गरिसक्यौं। साथीहरू, सुशीको रेस्टुरेन्टमा जहाँ पनि यो ग्रिन टी राखेको हुन्छ। आइपुगेछ त कति छिटो। यो ग्रिन टी अनि यहाँ थिच्ने भने तातो पानी निस्कन्छ। सुशीको लागि काँचो मासु हुन्छ, त्यसैले गर्दा ग्रिन टी चाहिँ यसको औषधिको रूपमा लिनुपर्छ। अनि खाना यस्तरी आउँछ, हेर्नुहोस्। यो काँचो मासु हो है। जापानिजले काँचो माछा एकदम रुचाउँछन् अनि मलाई पनि मनपर्छ यो माछा। यो साल्मन हो हैन, वर्ल्ड फेमस हो के यो। यो टुना भन्ने माछा हो। आज मिठो खानेकुरा भएको भएर आज मैले क्यालोरी काउन्ट गर्नेवाला छैन। यहाँ यो अदुवा छ, जति खान मन लाग्यो त्यति झिक्न पाइन्छ। अहिलेलाई म यति नै झिक्छु। याहू, माई फेभरेट फ्रेन्च फ्राइज। सायद अझै पनि हाम्रो आउँदैछ। हुन्छ। अनि चिकनको पकौडा। हाम्रो खाना पनि आएको छ। लगातार आइरहेको छन्। यो सोया सस हो। यो पुरा काँचो मासु हो। मुला रहेछ अनि यो काँचो माछा हो। म यो पनि ट्राई गर्न जाँदैछु। नेपालमा माछाको तरकारी मात्र हो अनि फ्राइड आइटम मात्र खाइन्छ, तर यहाँ पुरै काँचो नै खाइन्छ। बहुत अजिब छ। म ग्रिन टीको बिग फ्यान हो, त्यसैले म अझ पिउन चाहन्छु। ग्रिन टी वर्ल्डमा हेल्दिएस्ट ड्रिङ्क्स हो मैले जाने अनुसार, त्यसैले म धेरै पिउन चाहन्छु। मलाई यो श्रिम्प पनि एकदम मनपर्छ। यो चिज र मायोनेजमा रहेछ। म यो पनि अर्डर गर्न चाहन्छु। 4वटा अर्डर भइसक्यो, त्यसैले 4वटा भन्दा धेरै अर्डर गर्न पाइँदैन एकचोटिमा, त्यसैले म अर्डर थिचेँ। यो अर्डर इज रिसिभ्ड भन्यो। अब एकैछिनमा हाम्रो खाना आउँछ। हाम्रो भिनाजुलाई खाना नआएको भएर कुरै हुनुभएको छ। आज खै बिजी भएको भएर थोरै टाइम लाग्यो जस्तो छ। आहा, कति धेरै मिसो सोरी आयो जस्तो लाग्यो मलाई। यो अम्लेट हो। म यो खान जाँदैछु। यो अम्लेट गुलियो र नुनेलो रहेछ के। गुलियो प्लस नुनेलो, त्यसैले मिठो छ यो मलाई। यो एबी हो, श्रिम्प हो। श्रिम्प होइन, यसलाई यो लगाउनुपर्छ, सोया सस लगाउनुपर्छ यसलाई। जस्तै कि हाम्रो बिल कति भयो भनेर हेर्नको लागि कन्फर्म यो अर्डर पेमा क्लिक गरेर अनि कति भयो हाम्रो टोटल गरेर 5181 एन भएछ। म एकैछिन यसलाई ब्याक गर्न चाहन्छु। हामीले 20वटा प्लेटहरू भन्दा पनि बढी भयो। अनि यहाँ चाहिँ के हुन्छ भने अनि यो टोटल गर्दाखेरि यो प्लेट गनेर अनि कतिवटा प्लेट छ त्यही अनुसार पैसा हुन्छ। हाम्रो 5000 एन भन्दा बढी भइसकेको छ अनि हामी एकदमै फुल भइसक्यौँ। एकदमै मजा आयो आज। हामी छिटै फर्किनेछौँ यो ठाउँमा। अनि तपाईहरुलाई चाहिँ यहाँको टेक्नोलोजी अनि यहाँको खाना अर्डर दिने तरिका अनि खाना आउने तरिका के कस्तो लाग्यो कृपया कमेन्टमा बताउन नबिर्सनु होला। एन्ड भिडियो मन पर्यो भने
सब्सक्राइब बटन थिचिदिनु होला थ्याङ्क यू फर टुडे पिस